धनगढी टु लुम्बिनी। सो हेलो गाइज, वेलकम ब्याक टु माई अनदर भ्लग। आज चाहिँ मेरो दिनको सुरुवात हुन्छ पहिला मिल गएर यता मैले कट्टाहरू राखेर पहिला चाहिँ मिलतिर लागेँ। अनि हेर्न सक्नुहुन्छ म मिल पनि पुगेँ। अनि मिल पुग्ने बित्तिकै यस्तो भिड थियो कि त्यहाँ त्यो तोरी पेल्न गएको थिएँ नि त म पनि। अनि यस्तो भिड थियो। अनि म आइहालेँ घर आएर चाहिँ पहिला म यता भगारीबाट धान निकाल्न थालेँ। चामल पनि भ्याइन लगाइसकेको थियो। त्यसपछि चाहिँ यो चाहिँ त्यसको अर्को दिनको भिडियो हो क्या। त्यो दिन यस्तो भिड थियो, म मिल जानै गएको 2-3 चोटि तर चाहिँ भ्याएन क्या। अनि त्यसपछि त्यसको अर्को दिन आएर चाहिँ मैले यता तोरी पनि पेलेँ। अनि पेले भन्छ कि के भन्छ, तोरी पेलिसकेपछि म तोरी त्यो धान कुटाउने थियो, त्यो पनि म घर आइहालेँ क्या। त्यसपछि फाइनली लुम्बिनी जाने बस पनि आयो। हेर्न सक्नुहुन्छ कस्तो दामी, कति ठुलो छ है, कस्तो दामी। त्यसपछि यहाँ चाहिँ लुम्बिनी जानेहरू सब चाहिँ यता रेडी भएर चाहिँ यता आएका छन्, हेर्न सक्नुहुन्छ यहाँ। अनि यता सब म्याम सरहरू यो चाहिँ स्कुलबाट जाँदैछन् के, हाम्रो यता खप्तड स्कुलबाट। अनि मैले पनि लुम्बिनी टु के भन्छ धनगढी टु लुम्बिनी भनेपछि, तर म जान लागेन। सब यिनीहरू हाम्रो यता खप्तड स्कुलबाट चाहिँ जाँदैछन् यिनीहरू के भन्छ स्टुडेन्टहरू खप्तड स्कुलको। अनि हेर्न सक्नुहुन्छ यहाँ सब हेलो हेलो भन्दैछन्। अनि म एकछिन यता हेर्न सक्नुहुन्छ सब कति खुसी छन् कि जान लाग्यो भनेर। पहिला चाहिँ मलाई पनि त्यो बस देखिसकेपछि कस्तो जान मन लाग्थ्यो। अनि त्यसपछि एकछिन चाहिँ माथि बसभित्र गएर हेरेको, कस्तो दामी थियो कि सिटहरू पनि, त्यहाँ बसौँ जस्तो लाग्ने कि जाम जस्तो लाग्ने। पहिला चाहिँ जान मन त थिएन, त्यही पनि बस देखिसकेपछि कस्तो जाम भएको क्या। अनि एकछिनमा हामी त्यहाँ बसभित्र हेरेर फेरि अनि एकछिन चाहिँ त्यहाँ हेरेर फेरि हामी तल उत्रियौँ। अनि लुम्बिनी म गएको त छु, तर के भन्छ म 3 चोटि गइसकेँ लुम्बिनी चाहिँ। अनि त्यसपछि यिनीहरूको बस पनि निस्क्यो त्यहाँबाट, हामीले पनि एकछिन त्यहाँ हेरिदियौँ। त्यसपछि यो चाहिँ अर्को दिनको, अब चाहिँ म बिहानै उठेर नास्ता खाएर सिधा म जाँदैछु अहिले मिल। फेरि मिल फाइनली 3 दिनसम्म धान राखेर त्यसपछि चाहिँ बल्ल आज मेरो पालो आएछ। त्यही पनि म बिहानैदेखि बस्दै थिएँ, कति 12-1 बजीतिर चाहिँ मेरो पालो आयो। त्यसपछि धान कुटाएर फेरि म त्यहाँ राम्रोसँग धान कुटाउन थालेँ। टाइमै कस्तो के यस्तो भिड थियो, लास्टै भिड थियो यहाँ। आज 3 दिनपछि बल्ल तल पालो पाएर अनि यस्तो खुसी लागिरहेको थियो, हेर्न सक्नुहुन्छ मेरो खुसी। अनि एकछिन धान कुटाइसकेपछि हेर्न सक्नुहुन्छ मेरो हालत कपडाको। अनि भिडियो मन परेमा लाइक, कमेन्ट, फलो गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ एन्ड बाई।